यता हेर त यता हेर न हाई गाइज हेलो गाइज यो को हो हामी चाहिँ गाइजहरू आज पूर्णिमा राइट आज पूर्णिमा हामी चाहिँ चोया भन्ने ठाउँमा लुम्साको चोया भन्ने ठाउँमा कति राम्रो सिन देखेको चस्मा ला देखेको के हो भिडियो सराय हेर्न जाँदैछौँ सराय हेर्न जाने होइन र एकदमै हुन त त्यहाँ 3-4टा सराय हुन्छ नि तर आज हामी साना साना 5 फुटे परियो सराय हेर्न सकिने हाइट भएन भिड हुन्छ है एउटा मान्छेको टाउकाहरू हेर्ने भिडभाड गर्दैछ त हेर्ने गुल्मीभरिको मान्छे आउँछन् आज हेर्नुहोस् लाइन छ यहीँबाट हामी चाहिँ कहाँ जाने ऊ त्यो उकालोबाट है मान्छे गइरहेछन् हामी ऊ टपमा पुग्ने हो गुल्मीभरिको मान्छे आउँदा यति भिड हुन्छ यसो पुगेर कस्तो हुने रहेछ भनेर फर्किने होइन अन्त फर्स्ट टाइम जाँदैछु लाइफमा कस्तो हुने रहेछ नि आज कति हो सोधेर जाने राम अहिले सोधौँला यो उकालो हुँदै चोइका गइन्छ अब होइन यताबाट पनि गइन्छ न यो चाहिँ गाडी जान्छ यताबाट मेन रोड यताबाट उकालो रोड सर्टकट तर हामी जाने भने सबैलाई भित्र अगाडि गइन्छ जाम न त के छ विचार कि त बिबु यता डुल्दै गरेर जानु यता टाढा पर्छ होइन र गाडी बोक्दै गाडीमा सबै यही आउने हो सबै यही हो ममता यिनीहरू सबै उही जानलाई हो गाइज आज रमाइलो छ रमाइलो अब यो उकालो चढ्ने पो कसरी हो उतारमा हेर्दा हिँड्छ कि हिँड त कस्तो आधी रोड कस्तो भयो नि त हिलुम छ हेर्नु न बिजी रोड छ बिजी है यी अर्को आयो जीव मान्छे बोकेर सब आज यहीँ आउने हो गाइजिनहरू सबै गुल्मीको सबैभन्दा ठुलो मेला हो क्या यो ममता हाई हाई होइन बनाउनु के छ र त्यत्र लुम्स आइरहेको छु कसैलाई जिप लाइन छ हिँड्चुइङाबाट है आगो आइसकेको छ सल्लाहको बिचमा हो चोइगा मन्दिर राइट आमा पनि फर्किनु भयो हामी जाँदैछौँ विवेक उल्टे कति धेरै छ यहाँ सल्लाह मान्छेहरू त भन्नै परेन सल्लाह भन्दा मान्छे धेरै हुन्छन् आज हो क्या विवेक होइन अहिले मान्छे देख्यो भने हजुर डराउ हुन्छ साथीहरू मै डराएर भिडियो गराउनु जस्तो छ आज मान्छे देखेर हामी जिपलाइन खेल्दा हावा कस्तो लाग्थ्यो अरे रुख्दा ढल्छन् जस्तो हावा थियो कि कति राम्रो हुनाले चाहिँ हामीलाई जान दिँदैन मान्छेको एक्साइटमेन्ट फेरि खै घुम्न आएको हो जिपलाइन गयो जान्छ को म गएको गएँ जिपलाइन चर्केपिङ त चढेन मोबाइल फस्छ वाउ कति रमाइलो गाइज हेर्नुहोस् मान्छेको लाइन हामी चाहिँ यहाँ सल्लाहको हावा लिँदैछौँ उ त्यो ट्री हाउस उ त्यो जाऊँ न सल्लाहको
बिचमा मन्दिर चाहिँ उता अब विवेक मन्दिर उता अब हजुर हजुर हेलो हेलो गाइज अर्की आइनिन् ट्री हाउस देखायो म त चिच्चान्न मान्छे यो चाहिँ जिप लाइनको पोइन्ट कस्तो बजार लाग्छ यहाँ त कस्तो मेला हो फुड फेस्टिभल जस्तो होइन उता नाचेको ए त्यहाँ हो नाचेको हेर त पाइन्न क्या पाइन्छ के किन्यो म त हाम्रो भाइले बाइक किनिदेऊ बाइक किनिदेऊ भने के छ बाइक बन्दुक लिएर आएको नि हामी यहाँ आइसकेको छ मान्छे देख्दा मलाई पक्का लगाइसक्यो ओ माई गड भोलि खिचौँला यहाँ यो चाहिँ मन्दिर होइन चोया मन्दिर बाफ्रे विवेक फर्स्ट टाइम हो यस्तो मान्छे देखेँ म त यता हो यता विवेक तिमी यता 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 मेरो जस्तै छ यहाँ सेल छ गाइस सेल अर्को कलर हेर के किन्छौ विवेक अनलाइन हुन्छ कि नै यहाँ चटपटे खाना हुन्थ्यो के अरे के गर्नु आमा पनि आउनुभएको छ गाइस मान्छे हेर्नु मान्छे देखो मान्छे हेर्न म भले चक्कर लाग्यो मलाई अझ यो त आउँदै गरेको है यता झन् गयो हामी त एक राउन्ड हानिसक्यो ऊ त्यो स्टेज उता छन् अरे स्टेज भनेपछि त है मेरो बहिनी पनि छिन् रे स्टेजतिर छु भन्छन् कता स्टेज स्टेज त्यहाँ छ अरू के छ यता पनि हाई हाई नमस्ते नमस्ते भन्नाजु भेट भयो त नि हामी त यता ठुल दिदी राम्री भएर म हराममै तिनीहरू कहाँ गएँ भएर आएको ठुल दिदी क्यु तिमी त पुरा हिरो मम्मी आउनु भएन दिदी आउनु भयो त्यही भएर के छ खबर ठिक छ केमा आउनु भयो गाडीमा मेरो साथीहरू यहाँ छन् के छ ल यहाँ के भनिदेऊ त ल कहाँको तिमी चोयका मन्दिर भन न कति राम्री भएर उता छुट्टै छ ए पुलिस अङ्कल यो भ्लग छिट्टै आउँछ अरू भ्लग हेरेछ कि नै उस आइनिन् सृष्टि सृष्टि आइनिन् के हो त गाजर पनि यति लाएर
उता छुट्टै छ भेनासित भेट भएर अझै बढी भनिदेऊ न अब लाख करोड मिलियन गराइदिनु होला छिटो भाइले भनेपछि भयो ल बाई जाने जाम भनौँ परू म जान्छु है जान्छु है घरतिर लुम्चातिर एकैछिन आएको क्या हामी त जान्छु बाई गाइज बाई भोलि फेरि आउने हो क्या हामी त यही त हो नि है ल रमाइलो गर्नु ल कहाँ चौतारा पर्सि जान्न भयो पर्सि गाडी हो सुस्ला दिदी गइयो ल ठुल दिदी गइयो गयो के लुम्चातिर गए ल गए बाटो छोड़ा वाक्य फिर अभी हो र यो अन्तबाट आएको ममता यस्तो छ यहाँ हामी चाहिँ फर्किसक्यो मेरो माइतीको छोरी फर्क्यौँ है गाइज पनि मान्छे बोल्दै आइसक्रिम अहिले नखाउनु के खै त अन्सा सुन्टु मिट सुन्टु खै त अन्सा को दिदी अरे नमस्ते गरेको खै त भोलि भेटिन्छ पर्सि भेटिन्छ घर घर जाँदा है खै त अन्सा अनि तिमी कोसँग हिँडेको त एक्लै एक्लै दुईजना डर लाग्दैन हराइन्न म त हराउँछु क्या खै यहाँ त भन्छु गाइस नआउनु होला यहाँ हामी यसो छेउबाट हिँड्न पर्ने क्या ल
यहाँ आउन डेन्जर छ। खानेकुरा त खान हुन्थ्यो हो क्या म त सबै बजार लाग्ने रहेछ कि होइन मम्फली किन्ने हो चटपटे चस्मा मान्छेहरू अझै आउँदैछन् हामी फर्किसक्यौँ होइन चप्पल बाइक हेर्नु न बाइक हामी चाहिँ फर्किसक्यौँ गाइजहरू यस्तो भिड कहिले देखेको होला मैले यस्तो भिड त लाइफमा फर्स्ट टाइम आएँ म यहाँ चाहिँ आएको थिएँ होइन कस्तो हुन्छ भनेर सबैले चोइगा चोइगा भन्थ्यो ए यस्तो हुन्छ उस्तो हुन्छ भन्थ्यो अनि आउन मन लाग्थ्यो तर आउन पाउँथेन तर अहिले चाहिँ मिल्यो अनि यसरी आएँ रमाइलो पनि रमाइलो हो के अरे तर मान्छे देख्दा वाक्क दिक्क प्याक्क हुने रहेछ इरिटेट लाग्ने क्या त्यो मान्छे देख्दा कति बेला आउने तिनीहरू उताबाट म त झेउ लाएर फर्किएँ क्या तिनीहरू कहाँ गएँ म त एक्लै आयो सल्लाहको बाटो कति राम्रो छ वाउ दिस प्लेस एकैछिन कुर्नु पर्यो अघि आउँदाखेरिको बाटो फर्किँदैछु म फेरि कस्तो राम्रो बाटो छ कि यो बाटो भन्दा चाहिँ उतातिरको मेन बाटो उता मेन रोडतिरको बाटोमा धेरै छन् मान्छे यो बाटोमा खासै छैन यो बाटो चाहिँ साइलेन्ट रहेछ ट्री हाउस ओके कान्छी उता ट्री हाउसमा जाऊँ न मम्दा है ट्री हाउसमा माथि भोलि चढाउन छिटछिट यस्तो हामी ऐन नै पुगिन्थ्यो अब के है मम्दा कस्तो लाग्यो अहिले भन्छु कस्तो लाग्यो भन न तिमी त आइरहेको छौ क्या मलाई त यस्तो यस्तो गएको फेरि आउने मलाई त बेजोक लाग्यो उता हेरेको थिएँ यो ट्री हाउस होइन भोलि आइन्छ कसले बनाएको अरे ट्री हाउस कसले बनाएको यो ट्री हाउस दिपकले दिपक के दिपककै यही ततिरको हो भाइ कस्तो राम्रो थियो अलि सुस्तै हिँड्न न कसम यो त हामी माथि माथि चढ्नु मिल्छ फोटो खिचेर भिडियो खिचेर उहाँ त पोहोरको ठिक्क नयाँ नयाँ मोबाइल आएको चाचा हामी चाहिँ यो ट्री हाउस भोलि आउँछ न है ट्री हाउसमा ट्याक्क लागेर चढिन्छ है ट्री हाउसमा चढाउँ है मम त है अहिले यो त उस यहाँ नि गइन्छ चढ्न पाइन्न यसमा रोक न त्यस्तो डराउँदैन चढ्न पाइन्न मम त यसमा चढ्न पाइन्न त त्यो तारको त हेर त त्यो तारको यसमा चढिन्न कहिले आउँछ नि अन्त सुकिसक्नु आज यस्तै भयो मान्छेहरूको अगाडि मान्छे धेरै भयो झेउ लाग्यो हामी भोलि फेरि आइन्छ यही नजिकै हो के अरे 10-15 मिनटमा आइन्छ होइन गाइस हामी फर्किसक्यौँ बाटोमा छौँ गर्मी भयो लास्टै आइसक्रिम खाँदै गुल्मीको अर्ग्यानिक कुल्फी के भन्छ यो के राखेको अरे कुल्फीमा कुराउनीवाला कुल्फी खाँदै घर फर्किँदै अझै त्यहाँ चोइगामा त 7-8 बज्छ अरे के हुन्छ अरे उ त्यहाँ टपमा हामीले सकेन बस्न धेरै बस्नु पनि होइन त्यस्तोमा यस्तो जानी फर्किनु धेरै यस्तो हो रहेछ
यस्तो गर्ने रहेछन् भन्ने भयो अब एक्सपिरियन्स भयो लाइफ टाइमलाई मेमोरी भयो अब चाहिँ समयले साथ दियो भने गइन्छ फेरि होइन त विवेक आजको लागि भिडियो यति नै गाइज यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सबैजनाले मेरो च्यानल सब्सक्राइब गरिदिनु होला अनि लास्टसम्म हेर्नुभएको छ भने थ्याङ्क यू भेरी मच भन्दै बाई गाइज